ल सबैलाई नमस्कार। मेरो बायोको दोस्रो दिन आज। हिजो मेरो बाल्यकाल भनेर मैले एउटा फेसबुकमा पोस्ट गरेँ, टिकटक युट्युब यो सोसियल मिडियामा। धेरै साथीहरू मलाई फोन गर्नुभयो ओहो भनेर। कतिपय साथीहरूले त्यो मेरो बाल्यकाल जानेका साथीहरूले पनि कस्तो जस्ताको तस्तै भन्नुभयो भन्ने विषयमा त्यसरी फोन गर्नुभयो। कतिपय साथीहरूले बडा इमोसनल भइयो भन्ने लाइनबाट पनि फोन गर्नुभयो। अब ठिक छ, जे हो त्यही मैले वास्तविकता जस्ताको तस्तै मैले भन्ने कोसिस गरेको हुँ। तर आजको पालो छ मेरो शैक्षिक यात्रा। अब मेरो शैक्षिक यात्रा के कसो भन्ने त्यो संस्थाले माइनोट दिएअनुसार आजको यात्रा मेरो शैक्षिक यात्रा छ। अब हिजोको एपिसोडमा पनि मैले जोडेको थिएँ। मैले त्यो 5 वर्षको हुँदा बुवाले अब पढ्नुपर्छ भनेर मलाई मेरै घरको छेउमा रहेको शिवपुरमा रहेको श्री शिवपुर मावि मकररमा मलाई भर्ना गर्न लानुभयो। मलाई त्यो याद छ। अनि पछि त्यहाँ जाँदा त्यही कान समात्ने, दाहिने हातले यसरी देब्रे कान समात्न सक्यो भने एडमिसन पाउने, नभए नपाउने, त्यो हाम्रो पालाको मापदण्ड नै त्यही थियो। अहिले बच्चाहरूलाई 2-2.5 वर्ष जतिको लागि पनि भर्ना गर्ने चलन छ। तर त्यो बेला त्यो कान नसमात्दासम्म स्कुलले भर्ना नलिने, विशेष गरी सरकारी स्कुलमा भने थियो। बोर्डिङ स्कुल मलाई लाग्छ बुटोलमा एउटा न्यू लाइट थियो जस्तो लाग्छ, अरू मलाई याद छैन अब त्यो आफू नजाने कुरा। अनि बोर्डिङ स्कुल पढ्ने त्यो पहुँच पनि थिएन अथवा के थियो त्यो बेला, त्यस्तो पढ्नुपर्छ भन्ने थिएन पनि होला। अनि शिवपुर लानुभयो। त्यहाँ मेरो त्यो कान छुन नसक्दा त्यसपछि अब स्कुल त पढ्ने, तर त्यहाँ नभए अर्को स्कुलमा ट्राई गर्नुहोस्। मेरो छिमेकको स्कुल त्यहाँ हाम्रो मणिग्राम 4 नम्बरको ज्योति निमाविमा त्यो स्कुलमा ल्याएर मलाई भर्ना गरिदिनु भयो। मैले 1 र 2 मैले त्यहाँ पढेँ। अब त्यहाँ पढेँ भन्दा पनि म त्यहाँ स्कुल गएँ। त्यो बेलाको माहौल टिनले छाएको एउटा लामो टहरो थियो, यतापट्टि पुरानो एउटा पक्की घर थियो। अब हामी त्यो पक्की घरको कोठामा बस्नु पाइएन, हामी सानो क्लास। हामीले त्यही टिनको टहरामा हामी त्यहाँ बस्थ्यौँ। अनि हामीले आफूलाई बस्ने गुन्द्रो आफै लिएर जानु पर्थ्यो। रमाइलो थियो। कुत्ली कोसा अँकरा दाई नेपाल भाउजू पोखरा भन्ने गीत आएको थियो भर्खर त्यो गीत। अनि त्यो गीत गाउँदै हाफ प्यान्ट लगाएर हातमा चप्पल लिएर झोला बोकेर गुन्द्री सहित स्कुल गइन्थ्यो। पहिलो र दोस्रो क्लास चाहिँ पढिन्थ्यो। तेस्रो क्लासमा त्यहाँ फेरि त्यो स्कुलमा बच्चा बच्ची भाइ बहिनी हामीलाई हलुवा खुवाउने भन्ने नियम थियो। त्यहाँ नास्ता बन्थ्यो, स्कुलले नास्ता दिन्थ्यो। अन्त तेस्रो क्लासपछि दाइहरूले हलुवा पकाउन लाग्नुहुन्थ्यो। हाम्रो क्लासरुमको छेउमै हलुवा पकाउने ठाउँ थियो, त्यसो हलुवा बसाउँथ्यो। अब हामीले पढ्ने भन्दा पनि कस्तै हलुवा पाक्छ र खाने भन्ने ध्यान हुन्थ्यो। 2 वर्ष त्यहाँ गयो। त्यसपछि 2मा राम्रै पढ्छ होला छोराले भन्नुभएको, अबिर लाउँछ भनेको छोरो फेल भयो। म फेल भएँ। अनि फेल भइसकेपछि बुवाले मलाई त्यसपछि शिवपुर स्कुलमा लानुभयो। त्यहाँ अब त्यही अब हलुवा खाने स्कुल भन्ने अब अलिकति त्यो त्यही थियो। जस्तो त्यो बेला हाम्रो स्कुललाई अब सरकारी स्कुलमा अलि हेला गर्ने चलन पनि थियो। अनि छोराले चाहिँ यहाँ भएन, नजिक भएर पनि होला भनेर शिवपुर लगेर मलाई 3 क्लासमा त्यहाँ भर्ना गरिदिनु भयो। त्यहाँ मलाई पढाउने सरहरू सबै मैले सक्दिनँ, तर शेषनारायण गुरु प्रिन्सिपल भएर पछि आउनुभयो। त्योभन्दा पहिला नारायण गुरु एकजना, सायद ठ्याक्कै नाम सक्दिनँ, प्रमोद सर, योगराज सर, लक्ष्मी दिदी, मेनका दिदी, यस्तै थुप्रै सर म्याडम हुनुहुन्थ्यो। अब त्यहाँ पनि स्कुल जाने आउने मात्रै भयो। त्यो बेलाको अब 3बाट 3, 4, 5, 6, 7, 8 त्यहाँ पढ्यो। अब त्यो 8मा पढ्दासम्म पछि लक्ष्मण गेवाली सरले हामीलाई 7 र 8मा, रमेश सर र लक्ष्मण गेवाली सरले 7 र 8मा पढाउनु भयो। गौरी सर पनि हुनुहुन्थ्यो, गौरी सर। अब तिवारी सर, अरू धेरै नाम मैले बिर्सेँ, अब ठ्याक्कै सम्झिन सकिन्न। 8सम्म त्यहाँ पढ्यो। अब त्यो स्कुलमा पढ्दाका रमाइला क्षणहरू एकदम, अब पढाइ त पढियो मात्रै, स्कुल जाने, सरकारी स्कुल, गाउँको स्कुल, गइयो आइयो, पास भइयो, त्यही ठुलो कुरा भयो। अब त्यो स्कुलमा रमाइलो क्षण अलिकति उमेर सानै पनि भएर होला, मैले 15 वर्षमा एसएलसी दिएको हो। त्यो बेला 15 वर्षमा एसएलसी दिन पाइन्थेन। त्यो बेला मेरो डकुमेन्टमा 1 वर्ष बढी छ, उमेर 16 बनाएर दियो। त्यो पछि मैले गिरवाणबाट हो। त्यो हुँदा 15 वर्षमा एसएलसी दिएको मान्छे 13 वर्षमा 8 क्लासमा 8 क्लासमा 8मा म चाहिँ 13, 12, 13 वर्षको थिएँ होला। त्यो हुँदा मलाई
त्यत्रो धेरै बाहिरी चाहिँ त्यस्तो धेरै बाहिरी कुराहरू रमाइलो क्षणहरू अथवा त्यहाँ बसेर हामीले इन्जोय त्यस्ता घटनाहरू ठ्याक्कै दिमागमा आउँदैन। तर ठुलो एउटा बुटो त्यहाँ ठुलो रुख हामी चौरमा बसेर पढ्थ्यौँ होइन। स्कुलको संरचना पनि खासै शिवपुरको त्यति राम्रो ठिक्क थियो, त्यस्तो ठुलो भव्य स्कुल होइन। तर मलाई लाग्छ 2018 सालमा हो या 16 सालमा इस्टाब्लिस भएको स्कुल हो, पुरानो स्कुल हो। धेरै विद्यार्थीहरू त्यहाँ, जस्तो त्यो बेलामा शिवपुर स्कुलमा, गिरवाड स्कुलमा, शान्ति स्कुलमा, बुटोलको कालिका, यता गौतम बुद्ध सेमराको, तीन स्कुलमा धेरै विद्यार्थी हुन्थे। बोर्डिङ स्कुल यस्तो यस्तो छ्याप थियो, अहिले यस्तो बोर्डिङ स्कुल थिएन। मलाई न्यू लाइट जस्तो मात्रै लाग्छ, बुटोलको मलाई याद भएन। हाम्रो एरियामा न्यू लाइट बोर्डिङ स्कुल मात्रै भयो जस्तो लाग्छ, अरू बोर्डिङ स्कुलहरू थिएन। त्यो स्कुलको त्यत्रो धेरै मलाई ट्याक्कै यादगार छैन। तर त्यहाँ एकदमै मिल्ने साथीहरू मेरो 3 देखि 3, 4, 5, 6, 7, 8 सम्म एकदमै मिल्ने साथी मेरो एउटा विजय नेपाल, एउटा सुरज ढकाल जो अमेरिका हुनुहुन्छ अहिले, एकजना निर्मल अर्याल जो मणिग्राममा प्रेस छ, एभरेस्ट प्रेस सायद निर्मल, अनि एकजना मोतीराम भन्ने जापान हुनुहुन्छ सायद, त्वेश्वर चौधरी अहिले सचिव हुनुहुन्छ एउटा वार्डको होइन। अब यिनै हामी, एउटा एकजना केशव भन्ने उहाँ पनि अमेरिकै हुनुहुन्छ। अब केटी साथीहरूमा एकजना लक्ष्मी पन्त, लक्ष्मी भण्डारी, कल्पना, ठ्याक्कै मलाई तिनको थर याद छैन। हामी अलि मिलिन्थ्यो हामी स्कुल लाइफमा। पछि 8 क्लासमा, त्यसपछि त्यहाँ 8 पास भइसकेपछि मलाई बिटिआई, मेरो हजुरबुवा मावलको हजुरबुवा यदु ढकाल त्यहाँको डिसिएसको डाइरेक्टर, मेरो मामा केशव ढकाल त्यहाँको बिटिआईको इन्जिनियर, मेरो मामाको छोरा विष्णु ढकालले पनि बिटिआई पढ्दै, अरू हाम्रो परिवारको धेरै मान्छेहरू बिटिआईमा त्यो बेला टेक्निकल पढ्ने भन्ने कल्चर। अनि मेरो परिवारको धेरै मान्छे त्यहाँ हुँदा, विशेष गरी मलाई केशव मामाले र यदु हजुरबाले चाहिँ ल तिमी पनि बिटिआई जाने भनेर, त्यसपछि म त्यहाँ 8 पास भइसकेपछि त्यहाँबाट हामी बिटिआईमा लालु भन्ने मेरो साथी पनि थियो, अनि बिटिआईमा इक्जाम दिने भनेर आयो। मामाले हजुरबाले एकदमै मलाई त्यहाँ पढ्नै पर्छ इन्करेज गर्नुभयो। त्यसपछि गयो, 100 जनाको सायद त्यहाँ भ्याकेन्सी थियो, उनीहरू क्यापेसिटी भनेको 100 जनाको थियो। 2100 विद्यार्थीहरू त्यहाँ इक्जाम दियो बोमा क्याम्पसमा गएर। अनि त्यही लालु मेरो साथी लालु पौड्याल र म 2 जनाले त्यहाँ इक्जाम दियो। 2100 जना मान्छेहरू स्टुडेन्ट छ, 100 जनाको क्यापेसिटी छ। अनि इक्जाम पास पनि भइयो। पछि इन्टरभ्यू कल गरेर त्यसको 1 हप्ता 10 दिनपछि मामाले आफैले ल अब इन्टरभ्यू भन्छ, तपाईँ चाहिँ इन्टरभ्यूमा आउनु होला, 2 जनाको नाम निक्लियो भन्नुभयो। त्यसपछि अब के सोचियो, अब त्यो टेक्निकल पढ्न मन लागेन अथवा के भयो। अनि लालु र म घरबाट चाहिँ ल इन्टरभ्यू जाने, बिटिआईमा इन्टरभ्यू दिन जाने भनेर लालु र मैले दिव्या भारतीको रामपुरका राजा भन्ने फिल्म हेर्न गयो द्वारिका हलमा। द्वारिका हल छैन। अनि इन्टरभ्यू दिस भन्नुभयो, घर दियो भन्ने के भनियो, फेल भयो भनेको। इन्टरभ्यू बिटिआईमा हाम्रो भएन, आफैले चाहेर भएन, सायद हुन्थ्यो होला, अथवा त्यो लेखेको थिएन, त्यो फिल्डमा मलाई लेखेको थिएन। त्यसपछि आइयो, अब बिटिआईमा भएन। त्यसपछि अब फेरि 9मा भर्ना हुने भन्ने कुरा भयो। 9मा भर्ना हुनलाई अब एकचोटि सर्टिफिकेट लिएर निस्किसकेको स्कुल, छोडिसकेको स्कुल, अब शिवपुरै नजाउँ, अब मणिग्रामतिर पढ्ने हुँदा शान्ति स्कुलमा सायद एडमिसन हुन पाइयो। त्यहाँ आइयो एडमिसन, त्यहाँ के हुँदा ढिलो भएको या के भएर शान्ति स्कुलमा मैले एडमिसन पाइनँ। त्यसपछि बुवाले मलाई गिरवाड स्कुलमा लिएर भर्ना गर्नुभयो। गिरवाड सरस्वती संस्कृत स्कुल जो 3 नम्बरमा छ, मणिग्रामको 3 नम्बरमा। अब त्यो स्कुलको हिस्ट्री त्यति राम्रो, रिजल्ट वाइज त्यो राम्रो थिएन। शान्ति स्कुल भयङ्कर राम्रो थियो। अनि पछि शान्ति दिदी, म 9मा भर्ना भएपछि शान्ति दिदी आउनुभयो, बिचरा शान्ति दिदीले बित्नुभयो। उहाँले धेरै प्रयास गरेर त्यो स्कुललाई, अब हामी 9 र 10मा पढ्दाखेरि, अब हाम्रो पालामा 10मा हामीले सेन्ट अफ दिँदै गर्दा हामी 80 जना स्टुडेन्टले त्यहाँबाट सेन्ट अफ दियो। दिदीले, हामी 21 जना सेन्ट अफ पास भयो। त्यो बेलामा 3-4 जनाले पास हुन्छन् कि रेगुलर एसएलसीमा नाम निकाल्छन् कि भनेर दिदीले लिस्ट बनाएर हामीलाई, ठ्याक्कै मैले दिदी बिर्सेँ, अमेरिका हुनुहुन्छ उहाँको, विद्या दिदी हो सायद, विद्या दिदी नै हो क्या सायद, विद्या दिदी, अनि कुलबहादुर सर, बुद्धिसागर सर, त्यो मैले बुद्धिसागर सरको प्रसङ्ग पछि जोड्छु। अनि उहाँले हामीलाई एक्स्ट्रा गाइड पनि गरेर, कोचिङ राखेर गरेर, अनि हामीले त्यहाँबाट 21 जनाले एसएलसी दियो। 21 जनामा 4 जना मात्रै पास हुनुभयो। इभन
मलाई पनि ब्याक लाग्यो, मलाई शारीरिक शिक्षा लाग्यो। अब त्यो म पछि जोड्छु। अनि पछि शारीरिक शिक्षा मलाई लाग्यो, अरू 4जना पास हुनु, अरू त्यसपछि त्यो बेला पढेको साथीहरूको 21जनाको फोटो अहिले मसँग पनि छ, यहीँ घरमा छ। त्यसमध्ये 2-4जना साथीहरू भेट हुनुहुन्छ, अरू कहाँ हुनुहुन्छ ठ्याक्कै थाहा छैन मलाई। अब त्यो स्कुलको घटना एउटा, म त्यो बेलामा एउटा मेरो पारिवारिक इन्भाइरोमेन्ट यस्तो खराब भइसकेको थियो। मेरो त्यही दाइको र मेरो 11-12 वर्षको ग्याप। दाइ विदेश गइसकेपछि केही पैसा कमाइसकेपछि दाइलाई चाहिँ छुट्टिन, घरबाट साह्रै छुट्टी। मैले अर्को हिजोको पनि जोडेँ, हामी छुट्टिँदाखेरि सानो भाइको उमेर गोपालको 6 वर्ष मात्रै थियो भनेपछि अब दाइ 26, म 16, अर्को भाइ 9, भाइ कान्छो 6 मा दाइले अंश लिएको हो। अनि त्यो धेरै घटनाहरू छन् त्यहाँ। अब त्यो समाजले पनि भन्ला, दाइले अब अलिकति केही पैसा कमाइसकेपछि उसलाई घरमा बस्न मन नभएको। अनि घरमा बस्न मन नहुँदा अब कसरी त भाइहरू साना छन्, बुवा आमा हुनुहुन्छ, अनि म कसरी भन्दा त्यहाँ त्यो एउटा यस्तो भूमिका क्रिएट गरियो, यसँग म बस्न सक्दिनँ, भाइहरूसँग म बस्न सक्दिनँ भनेपछि बुवाले अंश दिने भन्ने रहँदा एउटा नेगेटिभ रोल, कलेजमा जाने, डिस्टर्ब गर्ने, त्यो हाँसका कुराहरूदेखि स्कुलमा डिस्टर्ब, हाँसका घरको कुरा। इभन मेरो घरमा मलाई याद छ, रातो कलरको एउटा मारुति 800 कार थियो, मारुति एन्ड सुजुकी लेखेको दाइसँग थियो। एउटा मोटरसाइकल यमाहा कम्पनीको RX भन्ने एउटा मोटरसाइकल थियो। त्यो के गरेर भाइलाई चाहिँ जिस्काउन सकिन्छ भनेर उसले त्यो हामीलाई त्यो छुन पनि नदिने, झगडा घरमा, त्यो एउटा इन्भाइरोमेन्ट। पछि बाले पटक होइन, भाइहरू साना छन्, देख्दा पनि नराम्रो हुन्छ, परिवार मिलाउन सकेन भन्छन् कि मलाई छुट्टिन हुन्न भन्दा अन्तिम घटना हेर्दिन उसले बाबासँगै झगडा गरेर लडाइँ भएर मैले पिटेर त्यसलाई दाइलाई पिटेर बाबासँग लडेँ। बाला पिटेपछि मैले पिटेर उसलाई हस्पिटलमा भर्ना गरेर अनि तपाईँको त्यहाँबाट लिएर गएर मामाको घरमा राखेर त्यसरी अंशभण्ड गरिएको। भनेको उसले सबै कुरा प्रयोग गरिसकेपछि अब भएन भने चाहिँ उसले बाला नै हात हालेर, त्यो सिन पनि मलाई याद छ। म राति कतै 8-9 बजे कतैबाट आइरहेको थिएँ, अनि 2जना दाइ र भाउजू कतै बसेर खानासाना खाएर के गरेर उनीहरू आएका, त्यो के घटना रहेछ। अनि उसले बाहिर जान खोज्दाखेरि बुवाले यसरी समात्नु भएको, उसलाई यसरी समात्नु भएको धाराको छेउमा। अनि मैले चाहिँ अनि नजा भनेर बुवाले भन्ने, उसले चाहिँ म जान्छु भन्ने। अनि एउटा घटना त्यहाँ, त्यसको मलाई त शब्द पनि याद छ, माया गरे जस्तो गर्नुहुन्छ, गर्छौ, अंश दिन्नौ, छुट्टिन दिन्नौ, तर चाहिँ माया गरे जस्तो गर्छौ, म जान्छु भनेर। तर दाइले त्यो बेला रक्सी ड्रिङ्क्स गरेको थियो, त्यसको आवाज बाले चाहिँ यो मोटरसाइकल लिएर गयो भने एक्सिडेन्ट हुनसक्छ भन्ने भएर बाले चाहिँ रोकेको घटना हो त्यो। अनि पछि बाले धेरै गरेपछि उसले चाहिँ बाला यसरी धकल्दा धारामा गएर पल्टिसकेपछि अनि मलाई त्यो के भयो मलाई ठ्याक्कै थाहा भएन। अनि मैले त्यहाँ छेउमा एउटा दाउरो रहेछ, दाउरोले चाहिँ टाउकोमा हानेको, अलिक दाग छ उसको। टाउकोले हानेपछि ल माऱ्यो, म मरेँ भन्ने भयो। पछि गाउँका जुटियो, त्यहाँ चिदी भन्ने 4 नम्बर चिदीको एउटा मेडिकल थियो, सायद चिदी दाइले भिडियोहरू पनि घटना थाहा पाउलान्। अनि त्यसपछि अब उसले चाहिँ त्यसपछि 2 घन्टा जति कुर्यो, उसले उठेर पहिलो उसले त्यो होसमा आउँदैन वर्ड पहिलो अब यति भयो, अब त अंश लाउनुपर्छ भनेर उसले आफ्नो नजिकको मान्छेलाई भनेको पनि त्यहाँ भएपछि यसलाई यो बदमासले जाँदा त्यहाँ मान्छे छोडेर गए। अनि मैले यो किन जोडेँ भने मेरो पढाइको इन्भाइरोमेन्ट नै भएन घरमा, सधैँ किचलो। अब म पनि बच्चा ऊ र अब 15 वर्षको मान्छे गुन्डै भए पनि कत्रो गुन्डा हुन्छ, विद्वान भए पनि कति विद्वान हुन्छ, सोझो भए पनि कतिको सोझो हुन्छ। म 15 वर्षमा एसएलसी दिएको, एसएलसी पढ्दासम्म मेरो इन्भाइरोमेन्ट घरमा पढ्ने इन्भाइरोमेन्ट नै भएन। त्यसपछि त्यो एसएलसी दिइसकेपछि म सानीमासँग ठुलिआमासँग म घुम्न, मेरो दाई ठुलिआमाको छोरा मुक्तिराम दाई चाहिँ दिल्लीमा बस्ने, अनि ठुलिआमा अनि एकजना सानीमा को हुनुहुन्थ्यो, मैले ठ्याक्कै बिर्सेँ। अनि उहाँले दिल्ली जान खोजेको, अनि मेरो पनि एसएलसी दिएको। त्यो बेला फेरि 5-7 महिनाको 6 महिनाको ग्याप हुन्थ्यो त्यो रिजल्ट आउनलाई। अनि ल म पनि जान्छु घुम्न भनेर म ठुलिआमासँग दिल्ली गएँ। एउटा अनुभव भयो, त्यहाँ दाइकोमा बसियो। त्यो क्रममा मैले 1 महिना काम पनि गरेँ दाइले कहीँ लगाइदिएर। त्यो कहानी मैले पछि जोड्छु, मेरो व्यावसायिकमा होला थियो, अहिले मेरो एजुकेसनको पार्ट छ। अनि त्यो बेलामा अलिअलि दिल्लीमा नेपाली साथीहरू ठ्याक्कै अहिले सम्झिनु पर्दा डाक्टर मुराली, हाम्रो उसको पराजुलीको भाइहरू, राम लक्ष्मण, हाम्रो तिलक, नारायण दाई, हाम्रै सोसाइटीका 12-15 मान्छे त्यहाँ राम्रो इस्टाब्लिस भएर काम गरेको, होटल लाइनमा काम गरेको, क्यान्टिन चलाएको, जस एउटा व्यवसाय गरेको मैले त्यो देखेर आएको थिएँ। पछि म घर आएँ, मलाई ब्याक लाग्यो। त्यो बेला फोनको जमाना थिएन, अनि चिठी आयो, यसरी तँलाई विषय लाग्यो, तँ फेल भएछ भनेपछि म फेरि नेपाल आएर शारीरिक शिक्षा मैले पछि इक्जाम दिएँ। इक्जाम दिएँ फेरि त्यसको रिजल्ट आउनलाई अर्को 5 महिना 4 महिना फेरि लाग्ने भयो।
त्यसपछि त्यो 4 महिनाको समय मैले के गर्ने त अब कलेज जानु त पास अब यसै शारीरिक शिक्षा हो पास भइन्छ अब के गर्नु त भन्दा त्यो बिचमा केही सिक्न पर्दैन त्यो बेला हाम्रो चलन के थियो भन्दा छोरी मान्छेले सिलाइ कटिङ सिक्ने हैन अनि छोरा मान्छेले हाउस वायरिङ सिक्ने बाइक बनाउन सिक्ने यस्तै सानसानो कुराहरू सिक्ने भन्ने चलन हुन्थ्यो 3 महिना 4 महिना कोर्स एसएलसी दिएर प्राय अझै त्यो फुलबुट्टा सिक्ने के छोरी मान्छेले त्यो सानो ट्रेनिङ घरेलुको ट्रेनिङहरू सिक्ने त्यो कल्चर थियो अनि मैले त्यो बेलामा म इलेक्ट्रोनिक्स रेडियो टेप बनाउन सिक्छु भनेर म घर सल्लाहले म बुटोलमा एउटा एसियन इलेक्ट्रोनिक्स एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी के नाम लिएको टोनी गुरुङ भन्ने सरले खोल्नुभएको संस्था हस्पिटल भुड्की बजारको छेउछाउमा अहिले छ कि छैन मलाई थाहा छैन अनि त्यो ठाउँमा एसएलसी दिएको भनेको 1 वर्ष बढाएर दिएको 15 वर्षको उमेरमा म त्यहाँ आएँ अनि त्यहाँ सिक्ने क्रममा त्यो टोनी सरले मलाई यो मेरो फिल्डमा इन्करेज गर्ने मान्छे टोनी सर हो टोनी गुरुङ सर कहिले 2-3 वर्ष अगाडि बाटोमा भेट भएको थियो साह्रै खुसी हुनुभयो अब अहिले भेट भएको छैन अनि त्यो टोनी सरले बाबु तिम्रो एकदमै राम्रो मैले देखेँ तिमीलाई मैले 2 महिना पढाएँ तिम्रो आर्थिक अवस्था पनि राम्रो छ होला यसो तिम्रो हाउभाउ देख्दाखेरि बोलीचाली हिँड्ने यताउता शैली हेर्दा आर्थिक अवस्था पनि छ होला तिमीले यो पढ्ने होइन यो रेडियो टिभी यो इलेक्ट्रोनिक यस्तो टाइपको पढ्ने होइन अबको फ्युचरमा अबको 10 वर्षपछि नेपालमा कम्प्युटरको एकदम ठुलो फ्युचर छ तिमीले कम्प्युटर हार्डवेयर अथवा नेटवर्किङ अथवा यो कम्प्युटरमा आइटी पढ्नुपर्छ अब घरबाट पैसा म्यानेज गर्न सक्छौ भने आइटी पढ्नुपर्छ सरले भन्नुभयो अनि मैले घरमा आएँ अनि आइटी पढ्नु पर्यो यसरी म पढ्छु दिल्ली जान अनि उहाँ टोनी सरले कि दिल्ली जाऊ कि बेङ्गलोर जाऊ कि कलकत्ता जाऊ अब सक्छ भने अरू बाहिर थर्ड कन्ट्री जाऊ भनेपछि बाहिर जाने त मेरो अब त्यो घरबाट पनि नमिल्ने अब त्यो दाइको त्यस्तो अनि त्यसपछि मैले घरमा कन्भिन्स गर्दै थिएँ जाने भने त्यो बिचमा अब त्यो एउटा घटना भइसकेपछि अब छुट्टी नि अब बाले चाहिँ ल जे गर्ने गरे अब बिचराले बा बुढो हुनुभयो होइन त्यो बेला अब यस्तो भयो धेरै भयो ल अब चाहिँ म अंश लगाइदिने भनेर अंश लाउँदा मैले एउटा कन्डिसन के राखेँ त्यहाँ घरमा भने इफ म घरमा प्रब्लम हो भने र म घर छोडेर गएर हुन्छ भने म पढ्न पनि जान्छु मलाई केही पैसा दिनुहोस् भाइ ठुलो भएपछि घर छोड्ने भने मेरो मामा मेरो शङ्कर हजुरबा जेठोबा हामी 5-7 जना मान्छे बस्यो उसले माने उसलाई अंश दिन थियो उसले केही पैसा कमाएको थियो त्यो घटना जोड्छु मैले बुटोलमा एउटा घडेरी अब उता दुम्की बास्ते एउटा घडेरी जेस अब उसले केही पैसा अब म चाहिँ भिन्दै बस्दा ठिक हुन्छ भन्ने लाइनमा उ पुगिसकेको थियो दुईटा सायद सीता ट्राभल्स बस पनि उसले किनिसकेको थियो उसले साथीको नाममा भने पनि दुईटा बस थियो त्यो बेला हाम्रो घरमा अनि कार चढेर हिँड्थ्यो एउटा बाइक थियो म त 15 वर्षको थिएँ अरू सानसाना थिएँ अनि त्यसपछि छुट्टिने मैले एउटा कन्डिसन राखेँ बरु म जान्छु घर छोडेर यो दाइ चाहिँ बस्छ भन्नेमा अब उसले दाइले मानेन अनि अंश लाउने भन्ने भयो त्यसको पनि ठुलो कहानी छ अंश लाग्यो अब म ठ्याक्कै 15.5 वर्षको अंश लागेको हो 16 वर्ष पनि पुरा होइन त्यही डायरीमा लेखेँ यो अंश भयो भन्ने भयो त्यहाँ प्रसङ्ग त अझै कस्तो हुँदो रहेछ भन्दा छुट्टिँदाखेरि सानोले भनेको यदि 5 भाइ छोराछोरी छन् भने सानोले चाहिँ रोज्न पर्छ भन्ने चाहिँ त्यस्तो चलन रहेछ त्यो मेरो मामा ठुलो मामा कान्छो मामा अरू मेरा त्यहाँ गाउँका मान्छे बजारे अंश रोज्ने सानाले हो भन्ने त्यहाँ एउटा रमाइलो आयो अनि मैले बाथरुमको अगाडि बाहिर बसेर मलाई अहिले पनि त्यही जस्तो लाग्छ अनि अंश रोज्ने अब गोपालले कान्छाले रोज्ने भने अनि मैले त्यो समूहलाई जसले अंश बन्न गराउँदा राखेका छन् त्यो समूहलाई कान्छाले अंश रोज्ने होइन दाल भात दुध रोज्ने हो बल्ल ऊ 6 वर्षको हो त्यसले अंश रोज्ने हो त्यसले त भात किचनमा दाल छ कि छैन भात छ कि छैन रोज्ने उसले अंश रोज्ने होइन जसलाई छुट्टिनु पर्छ त्यसले रोज्ने भनेर दाइलाई नै रोजाएको मलाई त्यो याद छ अनि मैले त्यो डायरीमा त्यो बेला मलाई यो यति सम्पत्ति पर्यो यो भाइको भाग यति मैले एउटा कागजमा लेखेर त्यो डायरी अहिले पनि मसँग सुरक्षित छ घर छ अनि त्यो लेखेर अनि अब एकदम डिस्टर्ब भयो त्यसपछि म अब हुन्छ भनेर त्यसपछि म केही पैसा बोकेर पढ्न म दिल्ली गएँ अनि एसएलसीलाई इन्डियामा 10th हुन त 10th नै हो एसएलसीलाई उनीहरू 10th भन्यो अनि मलाई चाहिँ त्यो कम्प्युटर पढ्न मन लागेको त्यसपछि कम्प्युटरमा +2 पास नगरिकन 12 पास नभइकन चाहिँ त्यो पढ्न नपाइने हुँदा मैले बिचमा 2 इयर्सको इलेक्ट्रोनिक्स डिप्लोमा गरेँ जो हिजो अस्ति पढेको डायरी त्यो डायरी त्यही हो त्यो POST पावर अन POST सेल्फ टेस्ट पावर अन सेल्फ टेस्ट आफैले कम्प्युटरलाई चेक गर्ने त्यो मैले अस्ति डायरी पढेको अनि मैले 2 इयर्सको डिप्लोमा गरेँ त्यसपछि 3 इयर्सको मैले ब्याचलर गरेँ 3 इयर्सको ब्याचलर गरेँ
त्यसपछि मैले आइटी एउटा एमसिएससी भनेको त्यो माइक्रोसफ्ट सर्टिफाइड सिस्टम इन्जिनियरिङ भन्छ, तर त्यो इन्जिनियर चाहिँ होइन, एउटा पर्टिकुलर एनटी बेसमा मैले विन्डोज एनटी बेसमा पढेको। मैले एउटा माइक्रोसफ्टले अनलाइन इक्जाम दिएर त्यो पास गराउँछ, त्यो गरियो। अनि लिगल त्यही हो, ब्याचलर डिग्री प्लस त्यो एउटा एमसिएससी। सिसिएनए पढ्दा पढ्दै मैले छोडेँ बिचमा, पछि नेपाल आउने भन्ने भयो, छोडेँ। अब यसपछि मेरो व्यावसायिक यात्रा सुरु होला। अहिले अब यो पढाइको बिचमा मैले करिब 6 वर्ष इन्डियामा स्ट्रगल गर्दै गर्दा मैले सिकेको, मैले धेरै ठाउँमा विद्यार्थी भाइ बहिनीसँग म बोलेको पनि छ, धेरै भिडियोहरू युट्युबमा पनि छ। मैले पढ्न सक्छु भन्ने कुरा त्यो घरको इन्भाइरोमेन्ट, एउटा 16 वर्षको बच्चा घर छोडेर इन्डिया गएको छ होइन, अब के काम गर्ने हो, कसरी पढ्ने हो। अब मलाई जान्ने मान्छे जसले दिल्लीमा देखेँ, जस्तो लक्ष्मण, त्यही राम लक्ष्मणले देखेँ, भूपाल भाइले देख्यो, मेरो योगेश भाइले मलाई सानिमाको छोराले देख्यो, यता कान्छुवाको छोरो चन्द्रीले देख्यो, इभन अर्को मेरो घरकै कान्छुवा छोरो पदमराज कृष्ण दाईले देख्यो, नारायण दाई पनि एकचोटि गएर देख्यो। त्यो उनीहरू देख्ने मान्छेलाई पनि विश्वास थिएन कि यसले पढ्न सक्छ भनेर, किनभने त्यो दिल्लीको ठाउँमा एउटा 15 वर्षको बच्चा होइन, मैले के काम गरेँ, के खाएँ, कसरी पढेँ। तर एउटा कुरा मलाई मजा आउँछ अहिले पनि, साथीहरूले भन्छन् मैले पढ्न चाहिँ छोडिनँ, कहिल्यै पनि छोडिनँ। कहिले पनि म कतिपटक गल्लीमा सुतेँ, कतिपटक होटलमा सुतेँ, कतिपटक साथी घरमा रुममा गएर सुतेँ। मैले 100औं छाक समोसा मात्रै खाएर बसेँ होला। त्यो कुराका साक्षी यही छन्, जस्तो कृष्ण कणेल, हाम्रो चन्द्रकान्त नेउपाने, अनि त्यो फेसबुकमा कमेन्ट पनि गर्लान् होइन। त्यो मैले दाडी पनि फालिनँ। मलाई त एकजना साथीले बौला धनी बाबुको छोरो अब यो इन्डिया आयो, पढ्छु भनेर चाहिँ कलेज जान्छ, झोला बोकेको छ, अब यसले अर्थ जुटाउन सक्दैन होला, यो चाहिँ यसलाई गाह्रो हुन्छ भनेर मलाई धेरै मान्छेले त्यो पनि भने। तर मैले सबैलाई नै म सक्छु, मैले मेरो विषयमा म पास नगरिकन म नेपाल जान्न भने। त्यो बिचमा मैले जाने बेलामा मेरो एकदम मिल्ने साथी दामोदर बराललाई म साँझ बसेर मैले त्यो दामोदर बराललाई कहिले पनि बिर्सिन सक्दैन। उसले मलाई प्रत्येक महिना चिठी लेख्थ्यो। एउटा मेरो त्यही बितेको भाइले मलाई चिठी लेख्थ्यो, एउटा दामोदर बरालले मलाई चिठी लेख्थ्यो। मलाई उसले जाने बेलामा, दामो मलाई त्यो टोनी गुरुङले यस्तो पढ्न भनेको छ, यो सब्जेक्ट पढ्न भनेको छ, यो पास गरिसक्यो भने तेरो फ्युचर छ भनेको छ, म नपढिकन फर्किन्न, म जसरी हुन्छ यो पढेर मात्रै फर्किन्छु भनेर उसलाई मैले त्यो ठाउँमा शान्तिनगरमा मैले बसेर उसलाई अहिले पनि भन्छ, अब बोलेपछि गर्ने मान्छे भन्छ, उसले अहिले साथी हो मेरो, ऊ मेरो दायित्व र व्यवहारले साथी। अनि त्यो गरियो। अब त्यो बिचमा त्यहाँ गएर मलाई सुरुका दिनमा केही महिना गाह्रो भयो, पछि मैले त्यो बिजनेस पार्टमा जोड्छु। मैले पछि त्यहाँ बिजनेसै गरेँ 2-4 महिना, 1 वर्ष मलाई एकदमै गाह्रो भयो। अब त्यो दिल्लीमै अब एउटा पीडा हुने ठाउँ होइन। अब आफूलाई अध्ययन गर्ने क्रममा धेरै साथीहरूको सहयोग रह्यो, तर एउटा पीडा कहिलेकाहीँ मैले युद्ध त जितेँ। मैले युद्ध किन जितेँ भने एउटा 16 वर्ष नपुगेको कलिलो बच्चा, एउटा विद्यार्थी, अब घरमा सबै कुरा हुँदाहुँदै तपाईँको काम गर्ने मान्छे, गाडी घोडा, त्यत्रो सम्पत्ति होइन, हुँदाहुँदै एउटा पारिवारिक तनावले, विशेष गरी अब त्यो सायद अब आमा बदमा सौतेनो नाल भनेर आमालाई दोष दिन मिल्दैन, तर दाईको क्यारेक्टरले, त्यो दाईलाई उमेर ग्यापमा उसले केही पैसा कमाएको हिसाबले, नेपाली कल्चरमा त्यो देखिन्छ पनि, दाजुभाइमा पैसा कमाउने भयो भने उसले गल्ती के गरेको भन्दा सानो भाइलाई 6 वर्षमा छोड्नु सो गल्ती हो, 7 वर्षमा छोड्नु। एउटा 15 वर्षको भाइलाई यससँग बस्न सक्दिनँ भन्ने उसले इन्भाइरोमेन्ट क्रिएट गर्नु। यदि म मूर्खै भएको भए नि, म बदमासै भयो भने म 15 वर्षको न थिएँ, 16 वर्षको थिइनँ। अब त्यो इन्भाइरोमेन्ट बनाउनु होइन, अनि त्यो हुँदाहुँदै पनि फेरि मैले एउटा भगवान्लाई थ्याङ्क्स कहाँनिर भन्नुपर्छ भने, यदि मेरो दाई इमान्दार हुन्थ्यो पनि म अहिले मलेसिया या दुबईमा एउटा सामान्य चौकीदार अथवा वेटर अथवा कुक हुन्थ्यो होला, मैले यो लाइफ मैले पाउँथिनँ होला। अब इन्डाइरेक्ट त्यो प्रकृतिले पनि, भगवान्ले पनि तैँले घर छोड्नुपर्छ, स्ट्रगल गर्नुपर्छ, तैँले आफ्नो पहिचान बनाउनुपर्छ भन्नको लागि पनि त्यसलाई पात्र बनाएको हुनसक्छ। बी पोजिटिभ त्यसरी गयो भने अब तेरो दाई यस्तो निस्किन्छ, दाईले तँलाई यो गर्छ, त्यसपछि त घरमा तनाव हुन्छ, अनि त देशभन्दा बाहिर जान्छस्, त्यहाँ गएर केही कुरा सिक्छस्, अनि त्यो एक्सपिरियन्सलाई नेपाल ल्याउँछस्, अनि त राइज हुन्छस् भन्ने त्यो एउटा
त्यसलाई एउटा एउटा पात्रको रूपमा भगवान्ले खडा गरेको हुनसक्छ। तर मलाई त्यहाँ फिल हुने कुरा यत्रो सम्पत्ति हुँदाहुँदै सबै कुरो राम्रो हुँदाहुँदै मेरो एउटा सानो भाइ 7-8 वर्षको छ, अर्को 9-10 वर्षको छ, हुँदाहुँदै घरमा 2-2टा बस देख्छु, सीता ट्राभल्स। मलाई यादै छ पूर्व मेची पश्चिम महाकाली महेन्द्रनगर टु काठमाडौँ, महेन्द्रनगर काठमाडौँ भिडियो कोच भएको हाम्रो गाडी हो। गाडी हुँदाहुँदै घरमा कार भएको मान्छे, मैले मेरो बाल्यकालको हिस्ट्री पनि त्यहाँ अगाडि आयो। त्यो सुविधा सम्पन्न भोगेको मान्छे 16 वर्ष भइसकेपछि दिल्लीमा एउटा कोठामा 12 जनासम्म बसिया छ। यहाँ पछि यताका साथीहरू गए, 12 जनाको बिचमा एउटा विद्यार्थी छ, एउटा वेटर छ, एउटा कुक छ, एउटा गार्ड छ, हैन, एउटा त्यहाँ विभिन्न प्रकारका काम गर्ने मान्छेको बिचमा एउटा विद्यार्थी छ, त्यो रोशन करेल। मलाई त्यो बेला लाग्थ्यो यिनीहरूले मलाई गिजाइरहन्। त्यो म पढ्छु भन्दा मैले त्यो हातमा कपी बोकेर म कलेज जाँदा यिनीहरूले मलाई जिस्का जस्तो लाग्थ्यो। कतिपयले मुखै पनि फरे, धनी बाबुको छोरो इन्डिया आएर यसले अब केही गर्नु, नेपालमा घरमा टसल भयो, दाइसँग टसल भयो, घमण्ड गरेर निस्क्यो, अब यो चाहिँ बिग्रियो, अहिले सक्दैन भने त मान्छेले भने पनि त्यसको साँच्ची तिनै साथीहरू भयो, एकअर्का बिचमा उनी छन्, अहिले म नाम लिन चाहिनँ। तर मलाई त्यो पीडा चाहिँ रहिरह्यो यार, ओहो यस्तो हुँदाहुँदै आएर यस्तो गर्नु परिरहेछ, अब यसको कारक के हो त भन्ने त्यो सानो उमेरमा पनि मैले त्यो सधैँ उसलाई दोषी मात्रै बनाएँ। त्यसको राम्रो पनि भएपछि मैले त्यो सिप सिकेँ, नेपालमा आएँ, व्यवसायमा जोड्छु। मैले कम्प्युटर जानेको त मैले भाइलाई कम्प्युटर सिकाएँ। भाइले संस्थागत कुनै इन्स्टिट्युटमा गएर पढेको होइन, ऊ आइटी अफिसर हो, पछि ब्याङ्कको म्यानेजर भयो, उमेरै पछि हिँड्दा हिँड्दै उसले कम्प्युटर सिक्यो। अब म कम्प्युटर फिल्डमा हुँदा भाइ पनि कम्प्युटर भयो। अब दाइले मलाई माया गरिदिएको भए म सायद त्यही जस्तै मलेसिया, दुबई, कतार हुन्थ्यो र म नेपालमा ड्राइभर हुन्थ्यो होला सायद। ऊ अहिले चालक छ। अनि त्यो बेलामा खर्च जुटाउँदा दुईवटा रमाइलो पाटोहरू पनि छन्। खर्च कसरी जुट्यो भन्ने कुरामा त्यही गाउँको एकजना भाइ मलाई अति माया गर्ने, व्यवहारले साथी, उमेरले भाइ, फेरि त्यहाँ कस्तो छ, त्यही दामोदर बरालकै ठुलो भएको छोरा भूपाल बराल भन्ने त्यहाँ एउटा होटेलमा काम गर्ने। अनि त्यो होटेलमा मलाई ठ्याक्कै नाम बिर्सेँ, मिक प्लाजा या सन सिटी यस्तै कि होटेल हो। त्यहाँ साँझमा अब त्यो त्यहाँको मान्छेले त मलाई भूपालको दाई नै भन्थे, यो दाई हो, साक्कै दाई हो भन्थे। उसले त्यहाँ होटेलमा काम गर्ने। पछि म त्यहाँ जाँदै आउँदा साउसँग उनीहरू मलाई माया किन गर्यो भने यसले पढ्छ, नेपालबाट आएर कोही चौकीदार हुन्छन्, कोही गार्ड हुन्छन्, कोही होटेलमा काम गर्छन्, तर यसले पढ्छ भनेर त्यहाँको अनरले मलाई माया गर्थ्यो। केटाहरूलाई पनि सम्झिँदै कि पढ्नुपर्छ भर भन्थ्यो। अनि त्यहाँ जाँदा पार्ट टाइम जब साँझमा चाहिँ त्यो होटल बढी चल्यो भने मैले वेटर पनि गर्थेँ त्यहाँ कहिले कहिले गएर। सुरुमा 1 वर्ष पछि त मैले आफ्नै बिजनेस गरेँ दिल्लीमा पनि। अनि त्यहाँ जाँदा 10-20-50 रुपियाँ पाइन्थ्यो होला। अनि त्यो पैसा जुट्यो, यिनै गरियो। पछि नाइट ड्युटी गरेँ मैले केही एउटा होटेलमा, स्वाति इन्टरनेसनल स्वाति होटेलमा मैले नाइट, त्यहाँ रमाइलो प्रसङ्ग छ। 125 जना स्टाफ थियौँ हामी। मैले त्यहाँको अनर कमलेशलाई चाहिँ मैले त्यसलाई कुरा गरेँ, यसरी म स्टुडेन्ट हो, मैले पढ्ने हो, तर मैले नाइटमा मैले जति पनि काम गर्न सक्छु, डेमा मैले सक्दिनँ, मेरो कलेज छ भनिसकेपछि स्वातिमा मलाई त्यो म्यानेजमेन्टले, त्यहाँको बोसले आफैले नै हुन्छ ल तैँले पढ्ने होस् भने तँलाई जब दिन्छु पर्मानेन्ट नाइट। जबकि अहिले म दिल्ली गएर त्यही होटलमा बस्छु, राम्रो होटल हो स्वाति भनेको। अनि अस्ति पनि म त्यही होटलमा गएर बसेर आएँ। अनि त्यो भइसक्यो, त्यहाँ 125 जना हामी स्टाफ थियौँ। अनि तैँले के पढ्छस् भन्दा मैले कम्प्युटरमा यस्तो यस्तो पढ्दैछु भने चाहिँ, अनि मैले त्यो बेलामा डाटा इन्ट्री गर्ने काम पाएँ। त्यहाँ डाटा इन्ट्री, किचनमा, त्यो रेस्टुरेन्टमा सानो एउटा कम्प्युटर, ब्ल्याक एन्ड व्हाइट मोनिटर, अनि अहिले आएन त्यो के सफ्टवेयर, डसको छेउछाउको यति एडभान्स। अनि त्यसमा चाहिँ यिनीहरूले एउटा सफ्टवेयर डेभलप गरेर मैले त्यहाँ डाटा इन्ट्री, दिनभरिको डाटा इन्ट्री गर्ने राति। अनि सुत्ने गर्दा पछि त्यहाँ धेरै मान्छेले यसलाई डेमा ल्याउनुपर्छ, यसले नाइट मात्रै गर्नुहुन्न, नाइट त्यहाँ त्यो यिनीहरू स्टाफले त्यहाँ हडताल समेत गरे यसलाई डेमा ल्याउँदा। साउले नै मैले तिम्रो सबैलाई निकाल्छु तर यसलाई मैले निकाल्दिनँ। किन भन्दा यसले पढ्छ, त्यति तिमीहरूमा र यसमा डिफ्रेन्ट त्यति छ, यसले पढ्छ, पढ्ने मान्छेलाई माया गर्नुपर्छ भनेर त्यसले त्यहाँ भनेर म करिब 6 महिना 7 महिना त्यहाँ जब गरेपछि पछि मैले अर्को एउटा होटल एलिगेन्ट इन्टरनेसनल, त्यो हाम्रो कृष्ण दाईको सहयोगमा मैले पछि त्यो किचन लिजमा लिएँ। त्यसपछि मलाई खासै गाह्रो भएन, बिचमा त्यो एउटा अलिअलि अप्ठ्यारो भयो। त्यो बिचमा मैले कृष्ण दाईले भन्ला, चन्द्र भाइले भन्ला, मैले 6 महिना दिनको एउटा समोसा र चटनी खाएर मैले 6 महिना बिताएरै छु। यिनीहरूले भन्लान्, योगेश्वरले भन्लान्, दिनको
6 महिनासम्म दिनमा एउटा साँझमा होटलमा खाना पाइने त्यो टेन्सन भएन, बिहान ब्रेकफास्ट गरेर निस्किने टेन्सन भएन, डेको खाना मेरो लन्च भनेको 6 महिनासम्म दिनको एउटा समोसा 2 रुपियाँको समोसा र एउटा चटनीको भनौँ मैले 6 महिना निकाल्दै रहेछु। एक दिन दिउँसोमा अचानक म रुममा बसिरहेको थिएँ अनि रुममा बस्दा बस्दै म त्यो चन्द्रले या कृष्ण दाईले खानेकुरा लिएर आए, चाउमिन अथवा के लिएर आए, तिनीहरू खानेकुरा ल्याए अनि मैले खाएँ, सबैले 3 जनाले खाइयो। खाएपछि मलाई यति पेट दुख्यो, म त्यसपछि चिया छोडेँ। राम्रो कुरा, मलाई यति पेट दुख्यो, म त्यहाँबाट लगभग 2.5 किलोमिटर बाटो बाप्पानगर भन्ने ठाउँबाट देवनगरसम्म यशोदा हस्पिटलमा, हस्पिटल नाम पनि थाहा छ, म कसरी पुगेँ त्यो हस्पिटलमा मलाई त्यो पनि थाहा छैन। गएर ड्याङ्ग त्यहाँ गएर तपाईँको चाहिँ हस्पिटलमा पल्टियो। त्यसमा 7 दिनसम्म त्यहाँ मैले उपचार गराएँ। त्यो कृष्ण दाई चन्द्र दाईले मलाई हेरेँ, 5-7 हजार कति खर्च भयो, दाईहरूले म्यानेज गरेँ, पछि मैले तिरेँ। अनि त्यो किन भयो भन्दा डक्टरले तँलाई ग्यास्ट्रिक भयो, तैँले समोसा खाइस्, खाली पेटमा भने जस्तो दिउँसोमा भोकै बसिस् र त्यो लेभलको स्ट्रगल पनि गरियो, तर पढाइलाई हामीले छोडिएन। त्यो बिचमा एउटा घटना, चन्द्र भाइ, कृष्ण, म, एकजना गोविन्द भन्ने साथी थिए मेरो, गोविन्द भण्डारी भन्ने, हामी 4-5 जना साथीहरू एउटा रुममा बस्थ्यौँ। पछि त्यही मेरो कलेज जाने अलि रुटिन मिल्थेन, त्यही जोइन भएर बसेको थियौँ। पछि त्यहाँ त्यो मुभीहरू ल्याउने, टिभी हेर्ने, त्यो डिस्टर्ब जस्तो भयो। पछि मैले म तिमीहरूसँग बस्न सक्दिनँ भनेर अनि पछि मैले त्यहाँबाट मेरो सामानहरू बोकेर अर्को एउटा सानो कोठा, बाथरुम जत्रो कोठामा एउटा बेड राखेर म त्यहाँ 2 महिना बसेको छु। 2 महिना बसेँ। अनि पछि फेरि कृष्ण दाइले आएर होइन एक्लै नबस बिरामी भइन्छ, फेरि पछि चाहिँ तिनीहरूलाई निकालेर अर्को फ्ल्याट एउटा रुम लिएर फेरि हामी चन्द्रै म हामी 3 जना मिल्ने दाजुभाइ बसेर अनि त्यसरी पनि मैले पढ्ने क्रममा शशाङ्क र हिमांशु भन्ने ठुलो सहयोग गरे। यिनीहरू इन्डियन हुन् होइन, राम्रो सहयोग गरे। अब यसमा अझ एउटा एकदमै फेरि मैले त्यही पात्रलाई गाली गर्नुपर्ने एउटा घटना जहिले पनि जोडिन्छ। म त्यो बेलामा मैले पूजा प्यालेसको क्यान्टिन लिइसकेको थिएँ, सायद के थियो जस मैले पैसा कमाउन थालिसकेको थिएँ त्यो बेला। मलाई त्यो अब मेरो स्ट्रगल लाइफ थिएन, मेरो अन्डरमा 2-3 जना काम गर्ने मान्छे, मैले कुक अनि त्यो वेटर साना केटाकेटीहरू मैले 3-4 जनाको मान्छे राखेर म काम गर्न सुरु गरिसकेका थिएँ। भोपाल, बराल, तिलक, त्यही शान्तिनगरका साथीहरू तिनीहरू नेपाल छुट्टीमा आए। मेरो पढाइ म नभ्याउने अनि होइन म जान्न म भने। त्यसपछि उनीहरू आए। त्यसपछि 15-20 दिनपछि साँझको घटना हो, भोपाल भाइ आयो। उसले मलाई एकदम दाई, अहिले पनि दाई नै भन्छ, त्यो बेला त म त्यो दिल्लीमा जान्ने मान्छेले मलाई दाई नै भन्थे। बेकुब भएर मलाई गाली गर्यो, मसँग रिसायो। अनि त्यसपछि त्यो तिलक दाई पनि मसँग भयङ्कर रिसायो, यस्तो हुँदा पनि त नआउने भन्यो। त्यसपछि केही थाहा भएन। पछि मैले त्यो मेरो हाउभाउले रोशनलाई थाहा रहन्छ भन्ने तिनीहरू पछि बुझेँ। अनि विस्की खाने प्लान गरियो साँझ, अनि विस्की खाइयो होटलमा बसेर त्यही छतमा। अनि भोपालले दाई तैँले गल्ती गरिस् भन। मैले के गरेर भन्नुभयो, तेरो भाइ बित्यो नि भने। त्यही मैले हिजो कुरा गर्ने भाइ, माइलो भाइ, ममुनीको भाइ, तेरो भाइ बित्यो अनि भाइ बित्दा समेत त आइनस्, पढाइ ठुलो कि भाइ ठुलो भन्ने लाइनबाट उनीहरूले मलाई गाली गरे। अनि मलाई थाहै छैन म कसरी आउने अनि होइन तँलाई तेरो दाईले फोन गरेको हो, एनपिके भनेको मेरो नेत्र कणेल मेरो माइलो बाबुको छोरा कहाँ फोन परेको हो अनि भन्दाखेरि अनि उसले खबर पनि पठाएको। अनि रोशन आएन भन्ने भएर अनि भाइलाई जलाएर हामी गएर त्यो भोट लिएर गएर के मलामी खाएर अस्ति खाएर हामी आइयो भन्यो। अनि म एकदम छाङबाट खचस्तो भएँ, म रोएँ अनि धेरै बेर रोएँ। अनि पछि राति 12-1 बजी म नेपाल जान्छु भने अनि त्यो सामान जिम्मा लाएँ। अनि केटाहरू फेरि होइन तँलाई छोड्न जान्छ, मलाई छोड्न जानु पर्दैन। मैले यो जिन्दगीमा मेरो दाईको कारणले कति भोगाइ भोगाएको छु, कति पीडा भोगाएको छु मलाई थाहा छ। मलाई दिल्लीबाट नेपाल जानु छोड्दैन, बसेर जान्छु भने मैले विस्की खाएकै हिसाबमा एउटा लगेज बोकेँ। त्यसपछि म नेपाल आएँ। सबभन्दा पहिला मलाई मामाले गाली गर्नुभयो, कान्छो मामाले, भाइ बित्दा आउनु पर्दैन भन्नुभयो। अनि ठुल्मामाले पनि गाली गर्नुभयो सायद। अनि मलाई थाहा थिएन, मलाई भनेकै होइन, मैले खबरै पाइनँ। मलाई हिजो केटाहरू गएर भनेपछि मैले थाहा पारेँ, अहिले आएको छु भनेपछि उसले होइन मैले मेसेज छोडेको पनि भन्यो, के भन्यो। पहिला उसले सुरुमा चाहिँ कुरै भएको हो भन्यो, मैले रोशनसँग कुरै अब के भनेपछि भाइ आएन भन्यो, मलाई बदनाम गर्यो। पछि मैले मेसेज छोडेको पनि भन्यो, तर एउटा त्यसलाई पाप लाग्ला एक दिन, त्यसलाई राम्रो चाहिँ यस्तै कुराले मान्छे भगवान्ले हेर्ने हो। यति झुट बोल्यो त्यसले कि भाइ मर्दा पनि रोशन आएन भन्ने एउटा मेसेज बनायो।
अब त्यो पनि देखियो हैन, त्यसरी पार लगाइयो। अब त्यसलाई पछि मैले त्यो गुण तिरेछु मेरो एउटा व्यावसायिक लाइनमा। फेरि मैले त्यसलाई राम बनाउनलाई, त्यो रावण बन्यो, मैले त्यसलाई राम बनाउन लाइफमा कति गुण गरेछु भन्ने कुरा त्यो अर्को पार्टमा आउला। मैले कति उसलाई इन्भेस्ट गरेको छु, उसलाई मैले कतिचोटि के गरेँ, त्यो समाजले पनि भन्ला उसलाई राम बनाउन मैले धेरै कोसिस गरेँ, तर बन्दैन। अब दिल्लीमा बसेको भाइलाई, नेपालमा बसेको भाइ मर्दा समेत खबर नगरी मैले खबर गरेको पनि आएन भन्नेसम्म म्यासेज चाहिँ फैलाएछ। पछि उनीहरूले सबै सोसाइटीले बुझ्यो अनि उसलाई गाली गरेपछि अब यसरी पास गर्यो। पीडा यत्रो सम्पत्ति भएको मान्छे गएर भाँडा माझेर एउटा दुःखले, एकदमै दुःखले तपाईँको 1 लेभलको अध्ययन गरियो, शिक्षा हासिल गरियो। त्यो बिचमा सम्झिनै पर्ने कुराहरू, अब मलाई त्यो बेलामा एकदम सहयोग गर्ने अप्ठ्यारो पर्दाखेरि दिल्लीमा एकदम अप्ठ्यारो पर्दाखेरि नारायण भट्टराई एकजना दाई, हाम्रो छिमेकी दाई, उहाँ मभन्दा सिनियर, अलि सेटल, होटलमा राम्रो पोस्टमा, भाइ त्यस्तो अप्ठ्यारो पर्यो 2-4 हजार लैजाऊ भन्ने, एकदमै मलाई पढ्नमा एकदम इन्करेज गर्ने मेरो कान्छीबाको छोरो कृष्ण कणेल, अहिले सरकारी जागिर छ इन्डियामा, कता लखनऊतिर कता हुनुहुन्छ, सरकारी जागिर छ, राम्रो छ उहाँको पनि। त्यसै गरी मलाई एकदम पढ्नमा दुःख पर्यो भने अर्थात् तिमीलाई पैसाले चाहिँ अभाव हुनुहुन्न है भन्ने एकजना कृष्ण ढकाल, मैले मामा भन्छु, अहिले बर्दघाटमा हुनुहुन्छ। एकजना टिका भूषाल भन्ने काउसरीमा हुनुहुन्छ। एकजना हरि पाण्डे मेरो नातै पर्छ, भिनाजु पर्नुहुन्छ, र परशुराम दिल्ली नै हुनुहुन्छ। उहाँहरूको सहयोगमा मैले एउटा 1 लेभलको शिक्षा हासिल गरेँ। एकदम कठिन यात्रा थियो र मैले विद्यार्थी भाइहरूलाई एउटा फिडब्याक पनि के दिन्छु, मैले मेरो एक्सपिरियन्स सेयर गर्नुपर्दा म धेरैजना सेयर पनि गरेको छु। त्यति सजिलै चाहिँ मुकाम पाइँदैन। तपाईँले सोचेको कुरा जस्तो यहाँ पनि आइएल्स पिटी पढ्न आउने, अस्ट्रेलिया युके क्यानाडा भन्छन्, काम पाइएन भन्छन्, के पाइएन भन्छन् हैन। अब त्यति सजिलै तपाईँले चाहेको कुरा पुरा हुँदैन। यो मेरो एउटा एक्सपिरियन्स हो। मैले आफैले पनि दुःख गरेर 1 रुपियाँ, मेरो बुवा त्यहीँ जिउँदै हुनुहुन्छ, मेरो भाइ त्यहीँ छ, मेरो दाइ त्यहीँ छ, मैले घरबाट 1 रुपियाँ नलैकिन, 1 सुका नलैकिन, रुपियाँ होइन 1 रुपियाँ नै सुका नलिकन नेपालबाट दिल्ली गएर 5 वर्ष बसेर ब्याचलर डिग्री सकाएर म आएको। भनेपछि सानो मिहिनेतले पढाइ हुँदैन, सानो मिहिनेतले रिजल्ट आउँदैन। र म पढ्छु भने तपाईँ अस्ट्रेलिया, अमेरिका, क्यानाडा कहाँ जान्छ, मैले अहिले त्यही काम नै गरिरहेको छु। त्यो देशमा पनि सजिलो चाहिँ छैन। अब मेरो आफ्नो एक्सपिरियन्स सेयर गर्नुपर्दा अनि दुःख सुख गरेर आफूले चाहेको कुरा त्यो लेभलको एउटा पढाइ पढ्न सक्यो भने फ्युचर राम्रो छ। भाइहरूलाई सुझाव, मेरो फेसबुक हेर्ने साथीहरूलाई सुझाव पनि हो। अब त्यो लेभलले मैले आफ्नो पढाइ सकाएँ अनि ल जयरामजी की भन्ने हो, काम जानियो, एउटा सिकियो, यहाँसम्म आइयो मेरो पढाइको यात्रा। यति हो। भिडियो बनाउने बहिनीले पनि सानो दुःखले पढाइ हुँदैन, तिमीले पनि पक्कै केही सोच बनाएर यहाँ आएकी छौ हैन। त्यो पाउन धेरै मेहनत गर्नुपर्छ, धेरै इमान्दार हुनुपर्छ, धेरै लगनशील हुनुपर्छ। र त्यो क्रममा यात्रा, यो जिउने क्रममा यति उतार चढाव हुन्छ, त्यो सबैलाई सहज लिएर अगाडि बढ्नुपर्छ। अब मेरो नेक्स्ट व्यावसायिक यात्रा हुनेछ। आजलाई यति मात्रै। नमस्ते, धन्यवाद।